नमस्ते सबैलाई। आज म मेरो छोरीलाई स्वादिलो छुर्पी र मुलाको अचार बनाउन लगाउँदै छु। सबैभन्दा पहिले हामीलाई चाहिने सामग्रीहरू हुन्: थोरै चिल्ली फ्लेक्स, 2-3 वटा हरियो खुर्सानी, आधा कागती, 2-3 वटा मुला र 200 ग्राम जति छुर्पी। छुर्पी चाहिँ दुधलाई फर्मेन्ट गरेर बनाइने परिकार हो। अब बनाउने तरिका सुरु गरौँ है। पहिले हरियो खुर्सानीलाई सानो सानो टुक्रा पारेर काटौँ र कागतीलाई 2 टुक्रा पारौँ। अब मुलालाई राम्रोसँग धोएर ग्रेट गर्ने। यो अचार बनाउन त्यति धेरै समय पनि लाग्दैन, मात्र 10 देखि 15 मिनेट भित्र तयार गर्न सकिन्छ। अब मुलालाई कोरिसकेपछि त्यसमा नुन हाल्ने र 15 देखि 20 मिनेटसम्म राख्ने। नुनले मुलाको सबै पानी निकाल्छ। अब 15 मिनेटपछि मुलालाई राम्ररी निचोरेर जति सक्दो सबै पानी निकाल्ने र अर्को प्लेटमा राखेर केही बेर सुक्न दिने। यो अचार कुनै पनि बेला घरमा सजिलैसित हामीले बनाउन सक्छौँ। अब त्यसमा छुर्पीलाई माथिबाट छर्किदिने र राम्ररी मिसाउने। त्यसपछि काटेको हरियो खुर्सानी, चिल्ली फ्लेक्स र आधा कागतीको रस थप्ने। कागती चाहिँ तपाईको रोजाइ अनुसार चाहनु भए हाल्न सक्नुहुन्छ। अब सबै कुरा राम्रोसँग मिलाएर अचार तयार गर्ने। ल हेर्नुस् त, हाम्रो छुर्पी र मुलाको अचार तयार भयो। यो भातसँग खाँदा त झनै मिठो हुन्छ। एकपटक घरमै बनाएर हेर्नुस् है।